यसरी बिउ बोकेर हिँड्न परेछ। सो गाइजहरु आज हाम्रो कोदो रोपाइ छ हैन। नास्ता खाने सुरु भइसकेको छ। बाबाको बुट कसेर हिँडेछु, सुट बुट कसेर। हेलो एभ्रीवन साथीहरु, वेलकम छ सबैजनालाई मेरो युट्युब च्यानलमा। मेरो हातको मेहन्दी चाहिँ यस्तो छिची देखाउनु पनि हुँदैन है साथीहरु। अहिले चाहिँ हामी घाँस काट्न हिँड्दै छौं। आया घाँस काट्न जाँदैछौँ साथीहरु। आज चाहिँ हामी के गर्दैछौँ भने कोदो रोप्ने मेलो है गर्दैछौँ। अब कोदो त रोपिराखेकै छौँ, फेरि अब धान रोपेको त भिडियो हालिसकेँ। अब कोदो रोपेको एउटा भिडियो युट्युबमा पोस्ट गर्नु पर्यो भनेर मैले आज भिडियो स्टार्ट गरेको छु। के कसो हुन्छ है। अब घाँस काट्न गएको भिडियोबाट क्लिप लिएर यता भान्जा हुनुहुन्छ, यहाँबाट सुरु गरेको छु। अब के कसो हुन्छ त्यही जोड्दै कस्तै भिडियो जोड्छु। अब यहाँबाट हेर्नु होला सबैजनाले। हामी चाहिँ जाँदैछौँ घाँस काट्न अहिले चाहिँ। अब मेरो नजर चाहिँ बुटैमा हुन्छ जतिखेर पनि अरिङ्गाल छ कि भनेर, तर भए पनि खाना अब पोलेर खान सक्ने हिक्मत त छैन हेर्नुहोस्। तर पनि बुटामा चाहिँ नजर गइरहन्छ। देख्न पनि मैले थुप्रा देखिसकेँ, तर अहिलेसम्म एउटा पोलेर खान सकेको छैन। त्यही कारण अब मैले हेर्दिनँ भनेको थिएँ, फेरि आँखा त बुटेमा गइहाल्ने। यस्तो पनि हुन्छ, बाटो यस्तो अप्ठ्यारो छ। अब साथीहरू अब हिजो पनि एउटा अरिङ्गाल त देखेँ भनेको त्यहाँ छ। हिजो आएको प्रायः जस्तो म हिँड्दै पछि नयाँ ठाउँमा जानुपर्छ। अस्ति है बजार गएको 5वटा अरिङ्गाल देखेछु, 5वटा। अब त के गर्ने देखेर बजारतिर झरेको 5वटा अरिङ्गाल देखेँ। यतै पनि मैले कति देखेँ, एउटा पोलेर खान सक्ने हिम्मत आएन। अब बुढोले हो पनि, बुढो नभएपछि पोलेर खाने हिम्मत छैन हेर्नुहोस्। त्यसै छ। अब बुढो आफू पोल्न नसक्ने मान्छे भएपछि, आफ्नो बुढो साथमा नभएपछि धेरै चिजको इच्छा चाहनाहरू मारेर बस्नु पर्ने रहेछ। अब चाहिँ मैले हिजो देखेको अरिङ्गाल पनि एकचोटि देखाउँछु हो कि होइन। कुहिरोमा देखेको हो कि खाइसकेँ, हिजो त देखेकै हो। कुन मारे देखाउँछु है त, मैले हेर्छु पहिला। त्यसमा होला होइन रोक्नु है। ल है साथीहरू, अरिङ्गाल चाहिँ देखेको हो, यो हो। अब जुम धेरै टाढा छ, जुम गर्दा हल्लियो है। यो अरिङ्गाल देखेको। अब पोलेर खाने हिक्मत छैन। देख्न त देखेछु, यो सजिलै बुट्टामा सानो बुट्टामा छ। यो रातो नै होला। त्यसै कारण अब मैले हेर्दिनँ भन्न पनि भएन, हेर्न मन लागिहाल्छ। फेरि गइसक्यो। यस्तो छ साथीहरू, अरिङ्गाल देख्छु खान पाइँदैन। अब यो बेला चाहिँ आई मिस यु माई बुढा भन्न चाहन्छु, तर भन्दिनँ। यता चाहिँ यस्तो बजार रहेको छ। यता यस्तो यो अर्थुन बजार हो है, यताको सिन्चेउ हो। त्यो बादल झुठो हो। जानुपर्छ अरिङ्गाल देखाउनको लागि। डोकै सुट्दा यहाँ राखेर है, यस्तो बुटमा कसिएर आएको छु कि म। कसरी देखाउनु छि। आया बाबा, बाबाको बुट कसेर हिँडेछु, सुट बुट कसेर। ल हेर्नुहोस् साथीहरू, हेर्नु कस्तो हिँडिरहनु भएको छ। भिडियो बनाउँछ भनेर उहाँ सुई हिँडेको नदेखिने हेरेको मैले पनि बनाइदिएँ खुसी ल हेर आफ्नै तालमा। एउटा क्लिप लिन चाहे, यहाँ चाहिँ सिन्देखारको रह्यो, यो चाहिँ जङ्गल रह्यो बोलेको। झरनाहरू हाम्रो यस्तो छ। थिएको माथि त झरनाकै बादलले छेकिसक्यो। झरनाको चिसो पानी डाँडा पारी घाम लायो, राम्री त तिमी राम्री।
अनि के अरे मलाई यसो हातले देखाउनु त उता पारी भान्जालाई हातले पारी पारी देखाउनु त भनेको बालै दिनु भएन सो गाइस त्यसैले म देखाइरहेको छु हेर्नु होला यस्तो छ सिन चाहिँ चिल्ली हर्क रह्यो है यो चाहिँ यहाँबाट म निक्लिन नसकेको अवस्था साथीहरू निक्लिनै सकिरहेको छैन गङ्गो भएर यस्तो छ हालत भन्ने ल साथी म आइपुगेँ मेरो हालत चाहिँ यस्तो छ खन्नी खेत आइसकेर यत्रो खनिसके हामी भात खानै छ घरको मुली आउनु भएको छैन घरको मुली होइन के भन्ने अरे घरबेटी आउनु भएको छैन हाम्रो खन्नी दुईजना बाक्से भन्ने के भन्ने घर आएर धमाधम खनिरहनु भएको छ ल हेर अब चाहिँ म पनि खानु पर्यो खाएर आउँछु खाएर आएको लगेर नि त ल खान म त अब खानु जानु पर्यो अब मलाई खाना दिन हुनुहुन्छ राम्रो खाना है सम्मान नपर्ने यहाँ हाम्रो घर यता यहीँ यतापट्टि हामीले यहीँ रोप्ने हो ल यहाँ मम्मीले चाहिँ खाना दिँदै हुनुहुन्छ है घचङ घुचुङ सबै थोक देखिएको छ के छ दुईवटा किन्ने उता बोरामा फेरि खैला हो नि अब हामी खानुपर्छ हाम्रो देखिएको प्यालामा जाडो हुन्छ न लाग्छ त ए पित्री हुने होला अहिले माटो भएर जाडो हुन्छ न खाइन कहीँ भिरेर आखान कोदो रोप्न कसिएर है मेहन्दी लाएर सो गाइजहरू आज हाम्रो कोदो रोपाइ छ होइन टक्क यस्तो छ देख्न सक्नुहुन्छ यहाँ खन्ने मान्छे हामी दुईजना हो एकजना यो प्लस एकजना म यस्तै छ गाइजहरू आजको दिन कोदो रोपाइ पानी पनि पर्न खोजेको छ होइन अघि दुईचोटि त आयो हल्का हल्का लिचुपै भएको छ यस्तै छ आजको दिन के भन्छ अरे उहाँ चाहिँ भाउजू हुनुहुन्छ होइन उहाँको च्यानलले यो बोलेको चाहिँ म खासै बोल्न त आउँदैन त्यही पनि आज कर लगाउनु भयो त्यही भएर बोल्दैछु यता चाहिँ म छु गाइजहरू ओके बाई अब म गएँ ओके बाई जान्छु ल अब खन्नु पर्यो मेला पुर्याउनु पर्यो है ओके बाई जान्छु ल नास्ता खाने सुरु भइसकेको छ सो गाइजहरू हामी चाहिँ यता खाना छ होइन यता चाहिँ बुङ्गुरको मासु इच्छा फेरि के हो अब म चाहिँ खानु पर्यो ल नास्ता बास्ता गरियो फेरि रोप्न जानुपर्छ यता चाहिँ यति सकियो तल्लो पाटा पनि सकियो अब अझै कति बज्यो 3:30 भयो अब कति 6:30 बजीसम्म कति रोपिन्छ अझै थाहा छैन है चाहिँ यति सर्लक्क भ्याइयो तल पनि भ्याइयो अब माथि जानुपर्ने हुन्छ यता चाहिँ खनिरहेको छु उहाँहरू हेरिरहनु भएको छ यता नास्ता खारी स्याहार सुहार के भन्ने अरे स्याहार सुसार गर्दै पशु पनि रोटै गर्दैछन् अब बिउ लिएर गयो अलि लान पर्थ्यो दिदी बिउ त थुप्रै छ अब चाहिँ बिउ बोकेर जानुपर्ने हुन्छ यता झोला बोकेर मोबाइल राख्ने झोला यो फेरि यसरी बोकेर हात आँट्दैन कति आउँछ बोकेर आउने हो त एउटा मुठा बोकेर गएको हुन्थ्यो गरे दिपा आउनु होला अन्त अब चाहिँ बिउ लिन जान्छु म चाहिँ हामी त बारीलाई गहना लगाइदिइसक्यौँ यो गहना लगाएको हामीले बारीलाई हजुरहरूले कोले लाउनु भयो सबैले कमेन्ट गर्नु होला अझै बिउ यति छ यहाँ यत्रो छ
यता चाहिँ यत्रो, यता चाहिँ यत्रो, यता सक्यो, तल्लो पाटा पनि सक्यो भनौँ। यसमा नि गर्न लगाइदिइसक्यौँ, यसमा नि लगाइदिइसकेँ। अब बिउ बोक्न भनेर आउनु भएको उता पनि। म पनि यो पाटा अरे यो डोगो बोक्छु है। म चाहिँ यो बोक्छु। हाँसी कसको यो टिका आउला नि। यसरी बिउ बोकेर हिँड्नु परेछ। अब चाहिँ यहाँ चढ्ने पो कसरी हो र थाहा छैन। चिसो भएर चोरासोला बिहा खोलेर फालियो। यो बोडाको बिउ लाने होला नि। बोडाको बिउ फेरि यस्तो छ हालत। ल हेर केटाहरूले खनेको अहिलेसम्म यति खने रहेछन् है। यो पाटा भ्याउनु पर्ला भनेको खै भ्याइएला जस्तो छैन। अब हेलो के छ खबर? के ए ल सकियो। यति सकिएर पनि हामीले यति झार च्यात्यौँ। चाहिँ उता काम गर्दैछन्। ल यति सक्यो यता पनि। 3टा पाटा सक्यौँ क्या हो। ल बाई बाई हजुरलाई। ल साथी आजको भिडियो चाहिँ यहीसम्म थियो। अब के भयो कस्तो भयो सबै मैले हालिदिइसकेको छु। अब सायद हजुरहरूले हेर्नुभयो होला। यिनै हो भिडियो चाहिँ आजको। अब कस्तो भयो लाइक कमेन्ट सेयर गर्नुहोला। सेयर त अब गर्नुहुन्न, लाइक कमेन्ट चाहिँ सबैजनाले गर्नुहोला। नयाँ हुनुहुन्छ भने सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला। आजको भिडियो यति नै। बाई बाई।